हेलो साथीहरु नमस्ते वेलकम टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै एन्ड फिट एन्ड फाइन छु मैले चाहिँ आज धेरै पछि भ्लग लिएर आएको छु अनि आज चाहिँ हजुरहरुको हाम्रो चाड हैन त साउन संक्रान्ति कतिले मनाउनुहुन्छ कतिले मनाउनु हुँदैन हैन आज चाहिँ मेरो छुट्टी पनि थियो नि त आज अनि म चाहिँ पहाडी घर जान लागेछु म चाहिँ एकदम खुसी छु आज किनभने म पहाडी घर जाँदैछु अनि त्यस्तै गरी साथीहरु साउने संक्रान्तिमा मैले चाहिँ चुरी लगाएको छु मेरो हस्बेन्डले गिफ्ट गर्नुभएको हिजो हैन त्यो भ्लगहरु बनाइन मैले अनि टक्क पोते अनि सिन्दुर ठिकै लिपस्टिक आज चाहिँ मलाई अलिक बेसी मेकअप गरेर जस्तो लाग्यो तर पनि ठिकै छ आज अनि यहाँ हुनुहुन्छ मेरो भाइ नौरब हेलो साथीहरु मैले हिजो जितेको हिजो केमा जितेको त हिजो स्याकुरेसमा जितेको हो साथीहरु यसले अनि आज चाहिँ मैले कोठादेखि नै भ्लग बनाइरहेको छु नि त कस्तो मजाको हावा आइरहेको छ अनि राम्रो देखिरहेको छ मलाई अवश्य म निस्किन्छु पहाडी घर जानको लागि अनि सपिङ गर्दै निस्किन्छौँ हैन आज चाहिँ मेरो हैन मलाई आज आँखा कस्तो राम्रो लागिरहेछ भन्दा नि अलिक मेकअप चाहिँ बेसी भयो कि बोल्न पनि कस्तो अप्ठ्यारो लागिरहेछ धरानको नयाँ बस पार्क रहेको छ साथीहरु हेर्न सक्नुहुन्छ कस्तो राम्रो है भ्यू पनि कस्तो विदेश गएको जस्तो लाग्यो क्या मलाई म चाहिँ फर्स्ट टाइम गएको थिएँ नि त अनि सट्ट एकैछिन घुमेर फर्किहालेँ साथीहरु उहाँको चाहिँ भर्खर आगमन हुँदैछ किन छिटो आउनु भएको यस्तो मिठो हावा आयो आज चाहिँ हामी खिर खाने साथीहरु खिरको लागि यहाँ दुध बसिसकेको छौँ म त कस्तो नक्कली पो देखिरहेको छ रातो लिपस्टिक भयो कति धेरै पछि रातो लगाएको पहिला न्युट लगाइरहेको थिएँ कि आज चाहिँ मैले ठिक छ दुईटा लिपस्टिक मिलाएर लगाइदिएको त म अलिकति घटिरहेछु हामी चाहिँ हैन यहाँ दुस्नाइदियो म अनि यहाँ अरू पनि हुन्छ मान्छे उहाँहरू चाहिँ अलिक नआउनु हुने अरे भिडियोमा हैन दुस्ना चाहिँ हामी कहाँ आएको हामी यहाँ भाइको घर भाइको निशान भाइको घर यहाँ आन्टीले बोलाइराख्नु भएको छ त्यही भएर यहाँ साइडमा को आएको हेरौँ त्यहाँ हामी चिन्दैनौँ अब हामी चाहिँ निशान भाइको घर जाँदैछौँ हैन आए यहाँ पो बरु यहाँबाट पो मजाले देखिँदो रहेछ अनि उहाँ चाहिँ कपाल सपाल काटेर ठुटी भएर दिस इज कल्ड अलिकति चेन्जेस त ल्याउनै पर्यो नि होइन कति राम्रो देखिरहेको छ मलाई होइन त गाइस देख्छ नि राम्रै सब ब्युटिफुल देखिरहेको छ अब हामी जान्छौँ ओ पिता धन्यवाद मलाई सरप्राइज पो ए हिजो त्यही भएर भिडियो कल अफ गरेको भाइ त्यसबाट आएको फ्ल्यासब्याक मेरो त्यो पो निशान्त भाइ हो ऊ चाहिँ हैन उसले चाहिँ यस्तो सरप्राइज दियो कि विदेशदेखि ऊ अगाडि नै आएको रहेछ त्यही पनि हामी सबैजना उसको साथीहरू अनि मलाई जो साइदलाई बोलाएर उसले सबैजनालाई एकैचोटि सरप्राइज दिने भनेर क्या मम्मीहरूलाई पनि एकैचोटि सरप्राइज दिने भनेर यस्तो सरप्राइज दियो कि जो साइदा रुकै हुनुभयो हैन साथीहरू खुसीले गदगद भइराख्नु अब के खानु हाम्रो भाइ आउनु भएको ला भइ पनि छ फेरि जाऊ एकचोटि फेरि गरेर आऊ ब्याग खानु लाने आमा खतरा चस्मा लगाएर आएको थिएँ तपाईँले चिन्नु भएन होला त्यसैले होइन भित्र छिर्न नि म बाहिर एकबै क्या धनी भाइ हाम्रो निशान धनी भइरहेछ अहिले ए साथी होइन फोटो खिच्नु पर्छ न खुसी हुनु भएको छ साथीहरू हामी सरप्राइज भयौँ मै सरप्राइज भएँ हामी सहितै सरप्राइज भएर दिदी त रुनु पनि भयो म चाहिँ अलिकति कामे मात्र होइन आन्टी पनि रुनु भयो अब हामी चाहिँ निस्किन्छौँ भाइलाई त मैले देखाइन पो साँच्ची बाई हेलो भाग्यमानी हुनु ठिक छ त ठिक छ हेलो हेलो नाटक पनि पार्नुपर्छ छु पनि भन्दैन
ब्लग उहाँ चाहिँ मेरो माइली दिदी हुनुहुन्छ होइन अनि म चाहिँ ह्यान्डसम केटा 1 2 3 यो चाहिँ म रानी केटा, यहाँ चाहिँ बहिनी राम डुस भइसक्छ यता चाहिँ मेरो बहिनी काली यता चाहिँ मेरो बोयफ्रेन्ड यता चाहिँ मेरो ठुलो दिदी अहिले गिफ्ट दिनुभएको ओ माई गॉड थ्याङ्क यू सो मच तपाईँले हो हाम्रो बाउ हेर्ने उसले दिनुभएको चुरा त्यसै गरी यो पोती वाउ मेरो त दिमाग पनि चलेन त्यस्तो सरप्राइज वाउ सबैजनाले एउटै कलरकोले दिनुभएको अरे कि अनि पुरै सबजना खुसी खुसी यहाँ छ त आफ्नो लागि यो चाहिँ महँगो गाडी यो चाहिँ महँगो गाडी उहाँ चाहिँ मेरो फादर हो होइन उहाँको नङ हेर्न सक्नुहुन्छ श्रावण पुरै लागिरहेछ कलर कलर छ त हौ फेरि पुरै किन लगाएको बाबा यस्तो साउन्ड लागेर साउन्ड लागेर यहाँ हरियो छैन त नि हरियो छैन राम 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 नक्कली हुनुपर्ने अरे तितार